भूमे नाच। भूमे नाच मगर जातिमा अति प्रचलित लोक नृत्य हो। यो नृत्य विशेष गरी साबिकको 18 मगरात बाहुल्यता भएको म्याग्दी, रुकुम, रोल्पा आदि गाउँहरूमा नाच्ने गरेको पाइन्छ। किम्वदन्ती अनुसार परापूर्व कालमा एक गाउँको मानिसहरू पँधेरामा पानी भर्न जाँदा एकाएक मानिसहरू हराउँदै जान्छन् र के हो खोज्दै जाँदा एउटा ठूलो सर्पले मानिस खाएको देख्छ र गाउँलेहरूले त्यस सर्पलाई समाती सोद्धा सर्पले, हे मनुखे, मलाई नमार, म भूमे देवता हुँ, मलाई वर्षै पछि एक भेडाको बलि दिएर पूजा आज गर्नु, म गाउँको कुनै मानिसलाई मार्दिन र गाउँलाई प्राकृतिक प्रकोपबाट बचाउनेछु र सदा गाउँको रक्षार्थ खटिनेछु भन्ने बाचा सहितको भूमि देवतामाथि विजय प्राप्त गरेको उपलक्ष्यमा भूमि पर्वको सुरुवात भएको मानिन्छ। यस प्रकार अन्नबालीको राम्रो उत्पादन, प्राकृतिक प्रकोपबाट संरक्षण, घर परिवार र समुदायमा निरोगिता एवं सामाजिक सद्भाव कायम राख्नका लागि यो पर्व मनाइँदै आएको छ।